गाइस, यो चाहिँ कुखुराको मासु टक्क कागजतिर नुन मात्र हालेर मलेर राखेको थुक्पा बनाउनको लागि। अनि यहाँ चाहिँ मेरो थुक्पा उसिनेर रेडी भइसकेछ। मलाई त्यसरी पानीमा भिजेर राख्नुपर्छ, टाढिन्छ कि, त्यही भएर। सुपको लागि, थुक्पाको रसको लागि यहाँ तेल हालिसकेँ। यो चाहिँ आलु, मटर र चना। मेरो तेल ताप्दैछ। यहाँ मैले काटेर ठक्क झोलको लागि हैन, आलु नभई बाक्लो झोल हुँदैन। अनि यो चना आयो सिस्लाउने कि। अनि यो चाहिँ पिसेको मसला। मलाई चाहिँ फेरि धुलो मसलाहरू भन्दा नि यसरी पिसेको मसला मिठो लाग्छ। राति अब यसमा थोरै 5 फुरन नहाली मलाई केही नै लाग्दैन। 5 फुरन मजाले यो भइसकेछ। अब यो पिसेको मसला यसमा चाहिँ मैले नुन बेसार हालिसकेको छु। अब थोरै पानी हाल्दै मजाले पकाउनुपर्छ। मसला चाहिँ मलाई पहिले यसरी कुनै चिज झोल बनाउँदैछ भने मजाले अगाडि पकाएको मनपर्छ हैन। यस्तो मजाले तेल छोड्ने गरी पकाउनुपर्छ। मसला पाक्दा 2-3 मिनट भइसकेछ। अनि यसले हेर्नु यस्तो मजाले तेल नि छोडिसकेछ। मिठो बास्ना नि, मसला पाकेको बास्ना नि आउँछ है। अघि काटेर राखेको आलु चना यसरी मजाले चलाएर एकछिन भुट्नुपर्छ। 5 मिनट पकाएपछि यतिको भएको छ। यतिको भएपछि चाहिँ काटेर राखेको गोडबेडा हालिदिने अनि चलाउने। त्यो अनुसारको पानी हालिदिने पाक्नलाई ठिक्क। मैले चाहिँ यति हालेँ। अब यसलाई सिटी लाउन छोडिदिनु।